सो हेलो एन्ड नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो क्लास सब क्लासको अर्को ब्रान्ड न्यू भिडियोमा। र आज फेरि आइसकेको छु म एउटा नयाँ क्लास सब क्लासको भिडियो लिएर। सो गाइज आजदेखि चाहिँ हामी एउटा नयाँ सिरिजहरू स्टार्ट गर्न जाँदैछौँ, जहाँ हामीले हाम्रो टाउन हल 16 को अकाउन्टलाई टाउन हल 18 सम्म लैजानेछौँ। सो टाउन हल 18 सम्म चाहिँ मैले रस लगाउनेछु। मात्र 3 बिल्डिङ्सहरू अपग्रेड गर्नेछु जुन चाहिँ एसेन्सियल हुन्छन्, जो चाहिँ त्यो टाउन हलमा गर्नै पर्छ अपग्रेड। तपाईहरुले मेरो स्टोरेजहरू चाहिँ देख्न सक्नुहुन्छ। मेरो गोल्ड स्टोरेज, इलिक्जर स्टोरेज र डार्क इलिक्जर स्टोरेज सबै फुल भइसकेको छ र मेरो 4वटा बिल्डर्सहरू अहिले खाली छन्। सो यसलाई चाहिँ म अहिले काममा लगाउने छु। सो युटिलाइज गर्नेछु प्रोपर तरिकाले। पहिले सुरुमा चाहिँ मेरो प्लानहरू के छ भन्दाखेरि, पहिले चाहिँ मेरो यो मल्टी आर्चर टावर र मल्टी रिकसन क्यानन चाहिँ अनलक भएको छैन चाहिँ फर्स्टमा चाहिँ हामीले यसलाई खोल्ने ट्राई गर्नेछौँ। यसको लागि चाहिँ मैले आर्चर टावर र क्याननलाई अपग्रेड गर्नुपर्नेछ र यसलाई 21 लेभलसम्म अपग्रेड गर्नुपर्नेछ 4वटालाई। किन 4वटालाई? किन भन्दाखेरि एउटा मल्टी आर्चर टावरलाई अपग्रेड गर्न 2वटा नर्मल आर्चर टावर चाहिन्छ भने त्यहाँ 2वटा बनाउने भनेको छ। यो 2वटा मल्टी आर्चर टावर र 2वटा रिकोसी क्याननलाई बनाउन त्यस्तै गरी 4वटा नर्मल क्यानन चाहिन्छ। त्यसैले पहिले सुरुमा चाहिँ हामीले नर्मल क्यानन र नर्मल यो आर्चर टावरलाई आफ्नो मेन फोकसमा राख्नेछौँ। सो मैले चाहिँ अहिले 2वटा 18 लेभलको यो टावर भइसकेको छ र बाँकी चाहिँ 17 लेभलको छ भने आर्चर टावर। अनि हाम्रो चाहिँ क्यानन चाहिँ 6वटा 18 लेभलको भएको छ भने र म फोकस चाहिँ पहिले सुरुमा आर्चर टावरमा गर्नेछु। यसमा चाहिँ मैले 2वटा बिल्डरहरू राख्नेछु अनि 6वटा यसमा पनि 2वटा आर्चर टावरमा अनि 2वटा चाहिँ क्याननमा फोकस राख्नेछु। बिल्डर्सहरूलाई बिजी राख्नेछु त्यसमा, अनि बाँकी एउटा चाहिँ हिरोमा। र त्यसपछि हाम्रो 21 लेभल भइसकेपछि चाहिँ क्यानन र आर्चर टावर मैले चाहिँ बाँकी 2वटा बिल्डरहरूलाई चाहिँ हिरोजमा अनि एउटा मल्टी आर्चर टावरमा र एउटा मल्टी रिकोसी क्याननमा लगाउने छु भने 4वटा टोटल बिल्डर्सहरू हुन्छ। र एउटा चाहिँ म इलिक्जरबाट या गोल्डबाट अपग्रेड हुने रिसोर्सेसबाट अपग्रेड हुने बिल्डिङ्सहरूलाई अपग्रेड गर्नेछु। सो पहिलो सुरुमा त हाम्रो आर्चर टावरतिर जाऊँ। आर्चर टावर चाहिँ मैले एउटा अपग्रेडमा लगाइदिइसकेको छु। अहिले चाहिँ यो गोल्ड क्विस्ट, डार्क इलिक्जर क्विस्ट र इलिक्जर सबै मिलाएर अल क्विस्ट आएको छ। त्यही भएर मैले हल्का सस्तोमा पाइरहेको छु र गोल्ड पास पनि लिएको थिएँ, त्यसैले अझै सस्तोमा पाएको छु। र एउटा आर्चर टावरलाई अपग्रेड गरौँ अनि अर्को आर्चर टावरलाई पनि अपग्रेड गरिदिइहालौँ। सो यो रह्यो हाम्रो पहिलो स्टेप। अनि मसँग म्याजिकहरू हुनु के छ, एउटा बुक अफ फाइटिङ, बुक अफ बिल्डिङ र बुक अफ हिरो। हामीले बुक अफ हिरोबाट के अपग्रेड गर्न सक्छौँ है त? सबै लो लेभलको छन्। म चाहिँ प्रायोरिटी हाम्रो ड्र्यागन डुकलाई दिनेछु। सो यसलाई अपग्रेड गरौँ सुरुमा 120 यसलाई अपग्रेड गरौँ र यसलाई हामीले बुक अफ हिरोको मद्दतले अपग्रेड गरिदिउँ। यो चाहिँ हाम्रो म्याक्स भइसकेको छ यो मेरो टाउन हलमा, टाउन हल 16मा, र यो 15 लेभलको भइसकेको छ। सो त्यसपछि हामीले आफ्नो केलाई लगाऊँ है त? हाम्रो मिनियन प्रिन्सलाई लगाइदिन्छु एउटा। यो भयो। अनि पछि मसँग बचिरहेको छ एउटा
बिल्डर र बिल्डरले के गरौँ त हामीले एउटा यो डार्क पिरियड अपग्रेड गर्न मिल्छ कि नै त है 11 लेभलको अपग्रेड गर्न मिल्नेछ। यसलाई चाहिँ हामीले बुक अफ बिल्डिङले अपग्रेड गर्नेछौँ। सो यसलाई भयो अपग्रेड, यसलाई बुक अफ बिल्डिङले। सो यसपछि पनि अपग्रेड हुनेछ र यसमा पनि हामीले एउटा त बिल्डिङ बाँकी छैन, हाम्रो बिल्डर बाँकी। सो हाम्रो धेरै गोल्ड पनि बाँकी रहेको छ भनेपछि हामीले गोल्डबाट चाहिँ हामीले केही वालहरू अपग्रेड गर्नेछु। सो एउटा 11-20 मिलियन 20 सो 21वटा मात्रै हुने रहेछ यो वालको अपग्रेड। सो गरिदिइहालौँ है त 1 2 3 बुम। सो हाम्रो 21वटा वाल अपग्रेड भइसकेको छ र बाँकी लेभल 3 को वालहरू 26वटा बाँकी छ र अझै हामीले धेरै वालहरू अपग्रेड गर्न बाँकी नै छ। हामी त्यो पनि बिस्तारै बिस्तारै अपग्रेड गर्नेछौँ। सो त्यसपछि हाम्रो भयो टार ब्यारेकमा 4 दिन लाग्नेछ। 4 दिन 19 घण्टा यो सही हो नि? 4 दिन 19 घण्टा 10 दिनको काम आधा दिनमा हो। हाम्रो 11 मिलियन भनेपछि हाम्रो अझै 4 मिलियन इलिक्जर बच्छ र त्यसलाई चाहिँ फेरि हामीले वालमा लगाइन्छ। मलाई हामी कति 4 मिलियन होइन 4 मिलियन 8 लाख त धेरै हुन्छ। 3.8 लाख 3.8 लाख सरी 3.8 मिलियन यसले चाहिँ हामीले वाल अपग्रेड गर्नेछु। सो यो पनि अपग्रेड भइसकेको छ र हामीसँग 11.5 मिलियन इलिक्जर बचेको छ र यसलाई चाहिँ हामीले मसँग अरू छ किन यो के म्याजिक आइटमहरू बुक अफ फाइटिङ छ र हाम्रो ल्याबोरेटरीमा चाहिँ खाली छैन हाम्रो ल्याबोरेटरी। सो यसलाई चाहिँ हामीले अब डार्क ब्यारेकमा लगाउने छु र अरू हामी केही अपग्रेड गर्न मिल्छ कि नै त डार्क सरी इलिक्जरबाट एउटा क्ल्यान क्यासल बुक। क्ल्यान क्यासललाई कति दिन लाग्छ? 4 दिन। मैले बुक अफ बिल्डिङ युज नगरेको भए तर केही छैन, पछि पाइन्छ होला। अरू के छैन नि हामीले युज गर्नुपर्ने म्याजिक आइटमहरू। सो केही छैन, हामीले अब डार्क ब्यारेकलाई लगाइदिउँ। सो 1 2 3 बुम। अनि त्यसपछि हाम्रो डार्क ब्यारेक चाहिँ म्याक्स हुन्छ। अनि त्यसपछि डार्क ब्यारेक कम्प्लिट भइसकेपछि मैले चाहिँ सीसीलाई अपग्रेड गर्नेछु। सो त्यसपछि चाहिँ म पेट हाउसतिर जानेछु। अनि त्यसपछि मेरो अब स्टोरेजहरू पनि अपग्रेड गर्नुपर्ने छ, त्यसलाई पनि बिस्तारै बिस्तारै गरौँला न है। पहिले सुरुमा हाम्रो मेन फोकस चाहिँ अहिलेको लागि आर्चर टावर र क्याननलाई अपग्रेड गर्नु हो। अनि त्यसपछि चाहिँ रिकोसी क्यानन र मल्टी आर्चर टावरलाई अपग्रेड गरेर हाम्रो नर्मल अरू बेसिक कुराहरू गर्दै गरौँला अनि पछि। सो आजको लागि यति नै थियो आजको यस भिडियोमा। अब म भेट्नेछु हजुरहरूसँग अर्को भिडियोमा। त्यतिखेरसम्म जय नेपाल।